आज मैले समयको कठघरा भन्ने पुस्तक जुन चाहिँ जुनु खड्काले लेख्नु भएको छ, उहाँका चाहिँ यो कविता सङ्ग्रहको चाहिँ एउटा कविता सुनाउन गइरहेकी छु, जुनको शीर्षक रहेको छ कुरौटे। सुरु गरौँ? सुन है ध्यान दिएर। भुजको आगो जस्तै भित्रभित्रै अरूलाई सल्काउने काम गर्ने, महत्त्व साथ कसैको कुरा एक कानले सुन्ने र अर्को कानले मिल्काउने, जता पनि अरूबाटै कुरा तान्ने, मिलाई मिलाई फुर्का सकेसम्म गाँच्ने, मै हुँ भनिकन कुरा काट्दै हिँड्ने, यस्तै हुन्छन् समाजका कुरौटेहरू, यस्तै हुन्छन् समाजका कुरौटेहरू। आफूमाथि पर्न पनि अरूकै कुरा गर्ने, दुनियाँलाई राम्रो देखाउनलाई कहिले नकारात्मक त कहिले सकारात्मक कुराकै ओहोर दोहोर गरिरहने, कलह र झगडाको बिउ पनि बन्छन्, एउटासित राम्रो बने झैँ सबै कुरा धुती लिन्छन्। उनीहरूको मनभित्र भएको कुरा सार्ने खानीले अरूलाई बिगार्ने र भत्काउने गर्छन्। यो समाजका कुरौटेहरूले अरूलाई बिगार्ने र भत्काउने काम गर्छन्। यो समाजका कुरौटेहरूले पद प्रतिष्ठा बढे झैँ मान्छन्, नराम्रा कुराले ढाँट्दा पनि पछि कहिल्यै पर्दैनन्, नचाहिँदो बकबक गर्दा पनि पापको केही डर छैन उनीहरूलाई, परिवारलाई फुटाउन सक्छन्, मित्रतामा मनमुटाव थप्न सक्छन्, नकारात्मक सोच मनमा लिएर सकेसम्म गिर्न सक्छन्, न टुङ्गो न तुक भएका कुराहरू काटी सधैँ व्यस्त रहिरहने र अरूकै चाप्लुसीमा जीवनलाई धन्य ठान्छन्। यो समाजका कुरौटेहरू र अरूकै चाप्लुसीमा जीवनलाई धन्य ठान्छन्। यो समाजका कुरौटेहरू। धन्यवाद।